यो एभ्रियन गाइस सबैलाई नमस्ते। फेरि पनि आइसकेँ म चाहिँ नयाँ ब्लग लिएर। आफ्टर लङ टाइम पछि आएको छु, किनभने मेरो एक्सिडेन्ट पनि भएको थियो। त्यसपछि अनि मोबाइल पनि थिएन। अहिले चाहिँ म धेरै पछि आएको छु ब्लगमा। अब चाहिँ रेगुलर ब्लग आउनेछ मेरो। अझै के हुन्छ भन्दाखेरि अब आजको के त अब डे टु डे ब्लग हो, रेगुलर ब्लग। के हुन्छ अब आज पसल जाने, आज स्कुल पनि जाने भन्ने कुरा चल्यो ब्याचलर जोइन गर्न। अब ब्याचलर जोइन गर्न गइन्छ, त्यसपछि अनि घुमिन्छ। अहिलेको सिन चाहिँ यस्तो छ कि गाइस, भर्खर उठेको, फ्रेस पनि भएन, मुख पनि धोएको छैन गाइस। यस्तो छ अहिले फुल, आनन्दको फुल छ गाइस। बल्ल राम्रोले देख, यताको मौसम चाहिँ यस्तो छ है गाइस, मस्त। मैले चाहिँ चिया पनि खाएको छैन। यो मुखमा चाहिँ के लगाएको भन्नुहुन्छ होला, मुखमा चाहिँ औषधि लगाएको। एक्सिडेन्ट भएको थियो जुन, त्यतिखेर ओठ पनि फुटेको थिएँ, त्यतिखेर चाहिँ मैले औषधि लगाएको हो। अहिले त्यतिखेर भन्दा नि त्यही औषधि लगाइरहेको, अहिलेसम्म सन्चो भएको छैन। त्यही भएर चाहिँ रेगुलर लाउनुपर्छ। अहिले हाम्रो बारीमा चाहिँ साग उम्रिरहेको छ कि, साग गाइस, साग छ, टक्क खुर्सानीहरू, भेन्टाहरू बारीमा फलिरहेको छ। अझै मिठो भएको। अब दसैँ पनि लाग्यो नि त, अब धेरै होइन। दसैँ आज 6-7 गते हो, अब आइहाल्यो नि दसैँ। रमाइलो गर्नुपर्छ, पिङसिङ हाल्न पर्छ गाइस। त्यसै यस्तो छ ल, मस्त। यहाँनिर कोही पनि छैन। यहाँ आँप पनि लोत खाइयो हामीले गाइस। अब चाहिँ एकछिनमा फ्रेस भएको भिडियो हेर्नु होला गाइस। ल फ्रेस हुन्छु म। ल गाइस, म चाहिँ फ्रेस भएर पनि अब चिया खाएर जान लाग्यो पसलतिर गएर एकछिनमा के हुन्छ। अब कलेज गइन्छ कि आज ब्याचलर जोइन गर्ने भनेको। चट्ट बाबुरामा छ मैले चाहिँ। यता हेर्दै ल। हेलो, के भयो? के भयो बाबुला, के भयो? चट्ट म चाहिँ चिया खाँदैछु गाइस। अहिले चाहिँ चिया खाँदैछु। अनि ओठमा चाहिँ के भयो भन्दा नि मेरो दाँत पनि भाँचियो कि लड्दाखेरि। त्यही भएर चाहिँ अलि बोल्न मिलेको छैन, स्पष्ट भएको छैन साउन्ड। यो चाहिँ मिलाएको थियो। अब के गर्ने भन्दाखेरि दाँत चाहिँ अब नक्लिहाल्ने कि प्लास्टर गर्ने के भइरहेछ। अब अहिले चाहिँ सोचेको छैन खासै। अहिले चाहिँ अलि स्पष्ट बोल्न मिलेको छैन कि ओठले गर्दाखेरि। ल गाइस, अलि चिया खाएर भेटौँला नि। यहाँ पनि गाइस, अझै चट्ट म दोकानमा आएर नि बसिसकेको अवस्था छु। म नारायणघाट पारी गएर मोबाइलको यो कभर लिएर आएको है, चार्जर पनि लिएर आएको। अनि चार्जर चाहिँ कहाँ गयो? चार्जर र त्यो कभर निकाल त। चार्जर र कभर छ नि, निकिता र म हम। चट्ट बाबु त्यहाँ बसिरह। पसलमा सामानहरू छ गाइस, चाहियो भने चाहिँ सम्पर्क गर्नु होला। घरमा चार्जर छ। यो चार्जर ल्याएको 1750 भनेर चार्जरले गाइस, 1750 भनेर चार्जरले चाहिँ। एडेप्टर र छ। त्यहाँदेखि त्यसपछि कभर पनि छ। कभर चाहिँ हजुरहरूलाई केमा देखाउने? कभर चाहिँ अब कभर नि दामी खालको हो। अहिले चाहिँ यहाँ चट्टा आइफोन छ। आइफोनमा चाहिँ मलाई यो राम्रो लाग्छ कि सबभन्दा बढी। ल अब चाहिँ खाजा खाने बेला भयो हाम्रो। चटपट ल्याएर खानु पऱ्यो। हाम बाबुले के लगाएको चप्पल? उल्टो लाग्यो हेर न चप्पल। कुन चाहिँ तिमीलाई यो चप्पल? आफै लाग्यो, उल्टो भयो। ल ल ल, अहिले चाहिँ भेटौँ न गाई खाजा ल्याएर। ल एभ्रेन गाइज, अहिले चाहिँ हामी चट्ट घर आइपुगेको छौँ। घर आउनु लागेको छौँ। हातमा ल्यापटप, बाबु छ। त्यसपछि निकिता चाहिँ सिन चाहिँ अहिले चाहिँ पानी पर्ला जस्तो छ है गाइज। आज पानी आइदियो हुन्थ्यो, ठुलो पानी। पानी आउला जस्तो भएन कि छड्की भयो। पानी आउला जस्तो छ आज। सबभन्दा पहिला चाहिँ हामीले अहिलेसम्म भात खाएको छैनौँ कि गाइज। अहिलेसम्म भात खाएन। मैले कति 2 बजिसक्यो, भात खाएको छैनौँ। बाबु आउँदैछ पछि। आऊ बाबु आऊ। मेरो चाहिँ यहाँ दाँतै भाँचिएर गाइस बिजोग भएको छ। धमाका गरिदियो अहिले। अब चाहिँ हामी चट्ट घरमा गएर के बनाइन्छ खानासाना खाइन्छ। अनि एकछिन ल्यापटपमा काम पनि छ, थोरै काम छ। त्यो काम गरेर भएपछि चाहिँ फेरि भेटौँ है त। ल गाइज, हिजो चाहिँ मैले भ्लग पुरा गर्न भ्याएको थिएन। अहिले चाहिँ पुरा गरेको छु भन्न खोज्दा चाहिँ अर्को नेक्स्ट डे नेक्स्ट भ्लग हो। अहिले चाहिँ म स्कुल जान लागेको, डकुमेन्ट लिएर ब्याचलर जोइन गर्नको लागि गाइज।
म र मम्मी जान लाग्यो हाम्रो बाबु चाहिँ कति हेरे हन् आबी हेरिरहेको छ अब चाहिँ हामी जान्छौँ है गाइस ल गाइस हामी चाहिँ चट्ट आएको के अरे स्कुलै बन्द रहेछ मम्मीहरूमा आएको स्कुल बन्द रहेछ अनि हामी चाहिँ अहिले यहाँ नपढेर एसपिएम जाँदैछौँ यहाँ छँदा नि रहेन चाहिँ के अरे मैले पढ्ने विषय चाहिँ टक्क अहिले चाहिँ हामी मम्मीहरूमा छौँ दर्नक स्कुलमा छौँ अब चाहिँ हामी गइन्छ पढ्न एसपिएम कलेज किन अब साथीहरूसँग कुरा गर्न चाहिँ एक्लै त जान्न साथीहरू छन् साथीहरूसँग गएपछि मात्रै फिक्स हुन्छ कहाँ पढ्ने हो भनेर मार्क्स चाहिँ किन लाग्यो भन्दाखेरि यस्तो गर्मी सर्मी भइरहेको त्यही भएर त यस्तो छ यहाँको अहिलेको सिन चाहिँ गाइज ल अब एकैचोटि एक्सएम गरेर भेटौँ है गाइस ल गाइज खाना कसरी पनि बहिनी पुगेको खाना नसु भाइ अनलिमिटेड होइन गाइज अझ हामी चट्ट मोमो खाँदैछौँ यस्तो दामी भयो कि मोमो फेरि झोल पनि त्यस्तै हामी चाहिँ सपिङ गरेर आएको गाइज कपडाहरू त्यहाँ छ ल एकछिन बाटोमा ल गाइज मैले चाहिँ रेगुलर भ्लग बनाउन पाएको थिएन अहिले चाहिँ यो भ्लग चाहिँ जुन हजुरहरूले भर्खर हेर्नुभएको त्यो भ्लग चाहिँ इन्ड हुन्छ अबबाट चाहिँ नयाँ भ्लग आउँछ अहिले चाहिँ गाइज कुकुरले चट्ट हामी चाहिँ जर्मन सेफर्ड लिएर आएको क्या ओए अलि सानै छ अलि लुते लुते पारेको छ जर्मन सेफर्ड चाहिँ अब चाहिँ रेगुलर भ्लग हुन्छ त्यो भ्लग चाहिँ मैले 2-3 दिनको मिसाएर बनाएको थिएँ कि झ्याउलाएर अब चाहिँ रेगुलर हुन्छ गाइज ल लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला